नमस्कार सर। नमस्कार। स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। अनि के छ त हजुरको खबर? ठिकै छ। ए अनि कहाँ हो नि हजुरको घर? मेरो घर चलौटा हो। ए चम्रौटा हो। हजुर। अनि के काम गर्नुहुन्छ हजुरले? काम होटलमा वेटर गर्छु। वेटर गर्नुहुन्छ। अनि हजुरलाई नाच्न आउँछ कि नै त? आउँछ सर। ए नाच्न पनि जान्नु भएको छ? हजुर सर। देखाइदिन मिल्छ न? देखाइदिन्छु। ए नाच्नुहुन्छ? ल म गीत लाउँछु है। ल। कसको गीतमा नाच्नुहुन्छ? दुर्गेश थापाको गीत। ओहो, दुर्गेश थापाको फ्यान हो कि के हो? दुर्गेश थापाको एकदम मलाई मन पर्यो, भाइस मन पर्यो, गीत मन पर्यो, त्यही भएर। दुर्गेश थापाको फ्यान हुनुहुन्छ है? हजुर। ल दुर्गेश थापाको गीतमा नाच्नुहुन्छ। ल ल म लगाउँछु है त। ल। बहिनी परिचय हिमाल जस्तै रहेछौ तिमी दिहानीको घाट बहिनी परिचय हिमाल जस्तै रहेछौ तिमी दिहानीको घाट कता हिँडेको बिजुली बालेर हट भएर पट भएर भएर हामी हेरेको हेरेको हामी हेरेको हामी हेरेको 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 हामी हेरेको असाध्यै राम्रो नाच्नु। नमस्कार सर। दुर्गेश थापाको त ठुलै फ्यान हुनुहुन्छ। हजुर सर। सबै गीत सुन्नुहुन्छ दुर्गेश थापाको? हजुर सर, सबै गीत। बम बम भोले पनि सुन्नु? बम बम भोले गाजाको सब गीत एकदम मिठो छ। एकदम मिठो। अनि तपाईँ गाँजा खानुहुन्छ कि नै त? गाँजा त खान्न सर। ए खानुहुन्न? एकदम फ्यान हो दुर्गेश थापाको। ल ठिक छ भाइ। ल ल दुर्गेश थापाको फ्यान भएपछि ठिक छ, कुनै दिन तपाईँको नि भेट हुन सक्छ। हजुर सर। अनि कति वर्षको हुनुभयो त भाइ? म 28 वर्षको। ओहो, 28 वर्षको हुनुभयो है? देख्दा त जम्मा 12-13 वर्षको जस्तै देखिनुहुन्छ त। ए भन्छन् के अरे सर, अब के गर्ने सर, त्यस्तै अवस्था आएपछि। ए अलि हजुरको हाइट चाहिँ सानै रहेछ है? हजुर। अनि बिहे भएको छ कि नै भाइको भन्न मिल्छ भने भनिदिनु होला। बिहे त भएको थियो सर, 1 वर्षसम्म के गर्नु, गरिब भएर बुढीले छोडेर गए। ओहो, एकदम दुःख परेको रहेछ है? छोडेर जानुभयो बुढीले? हजुर। आजभोलि कन्ट्याक्टमा हुनुहुन्न? हुनुहुन्न, के गर्नु, गरिबको अवस्था भएपछि यस्तै हो सर। भाइलाई ठुलै दुःख परेको रहेछ त है? हजुर। नरुनुहोस् भाइ, नरुनुहोस्।